अनि बटै केकमा चाहिँ दुईजनाकै नाम पनि लेखिएको रहेछ। बहिनीहरूले अर्डर गर्नुभएको रहेछ। अनि मलाई त थाहा पनि थिएन। अनि हेलो गुड मर्निङ एभ्रिबडी, म मेरो साथीहरूसँग नगरकोट घुम्न जाँदैछु। अनि मेरो यो पहिलो ब्लग हो, हेरिदिनुहोस् है। ये देख के दिल झूमा, ले प्यार ने अंगड़ाई, दीवाना हुआ बादल सावन। आन्टी हामी तल आइपुग्यौँ है। झरौँ होला आन्टी, सिधै जाउँ होला है। हस् दिदी हजुर नमस्ते। नमस्कार। आराम हुनुहुन्छ? आराम। तपाईँ त अस्ति हाम्रो हल्ला खुल्लाले त फेरि बिरामी हुनुभयो र त। अनि बिरामी भएर। दिदी सन्चै हुनुहुन्छ? दिदी सन्चै छु। ए दिदीको चाहिँ अगाडिपट्टि त्यहाँनिर हो। ल सन्जु अब जाउँ। हजुर भिडियो किन छेउमा हुन्छ म साइड लाग्छु नि। त्यो भिडियो किन्ने बानी भएर होला कि क्यामेरामा कि यो लगाएर गइहाल्छ। कसले त्यही भन्दै अब धेरै धेरै फोटो खिचेर आउनु। आन्टीको त त्यसो पनि भिडियो जान्छ होला धेरै भन्दै थियो। फेरि फेसबुकमा भन्दा चाहिँ यही युट्युबमै हो। दिल अभी भरा नहीं, अभी ना जाओ छोड़ कर के दिल अभी भरा नहीं। अभी अभी तो आई हो, अभी अभी तो, अभी अभी तो आई हो, बहार बन के छाई हो। हवा जरा महक तो ले, नजर जरा बहक तो ले, ये शाम ढल तो ले जरा, ये शाम ढल तो ले जरा, ये दिल संभल तो ले जरा। मैं थोड़ी देर जी तो लूं, नशे के घूंट भी तो लूं, नशे के घूंट पी तो लूं। अभी तो कुछ कहा नहीं, अभी तो कुछ सुना नहीं, अभी ना जाओ छोड़ कर के दिल अभी भरा नहीं।
भित्र शरीर तातो भएर हामीले यस्तो चिसो पानी त्यति कति महिनामा त राम्रो अरे जाडो महिना र अलिक उतापट्टि आज फोहोर निकालेको थियो अनि इन्ट्री हुनु बित्तिकै के है आज त्यो पुरा गार्बेजहरू निकालेको थियो क्या त्यही बनाएर बनाउने दिनमा आएछ नि आज भर्खर निकाल्यो बिहानदेखि निकालेको अझै सिद्ध्या छैन त्यही भएर त पस्तारी पसौँ कि नपसौँ भएको नि मन त खानुहुन्छ चिसो पानी अनि आएको चाहिँ मेरो एउटा चाहिँ कमजोर छ नि मान्छे अनि एउटा चाहिँ यस्तो दिएको छ कि कहिले त्यो चेकअप गर्नु जाँदा पावर कमको थियो अनि त्यसको लागि हामीले अल्मन्ड बदम अल्मन्ड बदम होइन अनि अन्त ठ्याक्क बनाएर खाइसकेर यस्तो मैले मेरो एउटा आँखा कमजोर हुन्छ नि मैले त्यो बेला थाहा पाएँ यति पावरफुल हुन्छ मान्छेले कतिको चाहिँ हुन्छ तर अन्डा चाहिँ हाम्रो लागि खानु अरे भविष्यको लागि चाहिँ हाम्रो आँखाको लागि पनि सुनेको क्या खास त्यसो भन्छ आन्टीलाई बियो त्यस्तो भएको एकदम गच्चा गच्चा भयो नि धेरै उसले लगाएर इमर्जेन्सी जाने बित्तिकै इन्जेक्सन छोडिदिइहाल्यो दुखेर हुर्क परेको अनि मरे मरे भनेर त्यो लडिरहेको छु अनि त्यहाँदेखि त बिहान ठोकेको बेलुका गएको सिङ्गापुरमा मैले कुनै पनि हस्पिटल छोडेन तान्तोक सिंहदेखि लिएर जिएचसम्म पहिला पाइलेबाट स्टार्ट गर्यो बच्चाहरूमा जो पनि त्यससँग नमान्ने एउटा संजोग र एउटा भिजे देखेको थिएँ तिमीहरूको ग्रुप हो है सानाहरूले आइज आमा हेर जाड आमालाई कति जाड भएको होला भनेर त्यहाँ आउँदाखेरि छ्यामाहरूमा भेट्थेँ नि त छोड़ कर के दिल अभी भरा नहीं अधूरी आस छोड़ के अधूरी प्यास छोड़ के जो रोज यूं ही जाओगी तो किस तरह निभाओगी कि जिंदगी की राह में जवां दिलों की चाह में कई मकाम आएंगे जो हमको आजमाएंगे बुरा न मानो बात का ये प्यार है गिला जनाको फोटो मुडमा छ दिदी फोटोमा छैन होइन फेरि यो क्लिक गर्नु फेरि हुन्छ कि होइन फोटो भिडियोमा रहेछ यस्तो कपडा चाहिँ सेट मिलेछ आज त्यही त अचम्मै थियो पानी पनि पऱ्यो त एकदम ब्लेसिङ दिँदैछ माथिबाट हामीलाई पानी भिडियो पनि गर्नु 1 2 3 ल स्टार्ट आज चाहिँ जस बर्थडे चाहिँ मेरो हो दिदीको पनि परेको रहेछ अनि हामी दुईजनाको चाहिँ कस्तो मिलेको क्या यो अचम्मै क्या यो चाहिँ अचम्मै होइन त दिदी र मेरो चाहिँ बर्थडे सँगै भएको हुनाले चाहिँ अहिले हामी यहाँनिर नगरकोटमा सञ्जोगले ल्याइकन यहाँ बर्थडेको केक अर्डर गरिकन हामीले यहाँनिर केक काट्नुलाई चाहिँ रेडी बाबु चाहिँ टेबल लिएर आउनु हुँदैछ अनि एकदम खुसी छु यो चाहिँ एकदमै मेरो लागि चाहिँ के भनौँ एकदमै मेमोरी एकदमै यो चाहिँ ब्युटिफुल मेमोरिज यो चाहिँ सरप्राइज भएको छ अब यसरी नै वर्ष दिन चाहिँ यस्तो सरप्राइज दिनै छोरा हुन्छ नि भइहाल्छ लभली सरप्राइज थ्याङ्क यू हाम्रो सञ्जोगलाई अनि दिदीलाई पनि थ्याङ्क यू नानीहरू सबै बहिनी सबै थ्याङ्क यू जैन भागमा आज चाहिँ खास बहिनीको बर्थडे हो ल भिडियो खिचेर आज चाहिँ मेरो बहिनी साधनाको बर्थडे हो खास चाहिँ अनि मेरो चाहिँ हिजो थियो अनि तर हामी आज सँगै घुम्नु आएकोले गर्दाखेरि
अनि बर्थडे केकमा चाहिँ दुईजनाकै नाम पनि लेखिएको रहेछ। बहिनीहरूले अर्डर गर्नुभएको रहेछ। अनि मलाई त थाहा पनि थिएन। अनि बहिनीलाई मेरो के अरे आज बहिनीको जन्मदिनको लागि धेरै धेरै शुभकामना। थ्याङ्क यू दिदी। बहिनीलाई चाहिँ बहिनीको भ्लगहरू चाहिँ एकदम मनपर्छ मलाई। बहिनीको भ्लगको लागि चाहिँ एकदमै धेरै म आशीर्वाद दिन्छु। अनि बहिनीको भ्लग चाहिँ सधैँ उन्नति प्रगति होस्। हस् थ्याङ्क यू दिदी। अझै धेरै उन्नति प्रगति भएर बहिनीको उन्नति प्रगतिमा हामी पनि फेरि भेला भएर यस्तै केक काट्ने। हुन्छ दिदी थ्याङ्क यू दिदी। अनि जस दिदीको पनि हिजो बर्थडे रहेछ कृष्ण जन्माष्टमीको दिन। दिदीलाई पनि जस हिजोकै बर्थडे भए पनि धेरै धेरै बर्थडेको शुभकामना दिदी। स्वस्थ हुनुहोस्, दीर्घायु आयु होस्, रोगहरू कहिले पनि नलाओस् दिदी। तपाईँलाई धेरै धेरै शुभकामना। अनि माथि आकाशबाट पनि ब्लेसिङ दिइरहेछ। पानी पर्दैछ है मसिनो। यो चाहिँ हामीलाई ब्लेसिङ दिएकै हो। ब्लेसिङ हो एकदमै। किनभने कस्तो ट्विन्स जस्तो भएको कि हामी त यहाँनिर लुगा पनि हेर सल्लाह गरेको। बहिनीलाई चाहिँ म यति भन्छु, बर्थडेको र भ्लगको लागि चाहिँ एकदमै आशीर्वाद दिन्छु। थ्याङ्क यू दिदी। बहिनीको त्यो भ्लगमा चाहिँ एकदमै उन्नति प्रगति होस्। अब चाहिँ अर्को साल चाहिँ भित्रमा एकदमै धेरै सब्सक्राइब आओस्। हजुर दिदी हस्। अनि लाइक आओस्। अनि हामी यसरी नै केक जम्मा गरेर बहिनीको लागि के अरे शुभकामना दिन पाऊँ। हस् थ्याङ्क यू दिदी। हुन्छ थ्याङ्क यू दिदी। भाग्यमा नलागोस् होस्, चोटपटक नलागोस्, मनको कामना पूर्ण होस्। हस् थ्याङ्क यू दिदी। तपाईँको आशीर्वाद हस्। म चाहिँ लट्ठी टेकेर ठिक छ। केक सेन्टरमा राख्दिउँ। स्पेसल क्यामेरा म्यान है। भरे मिलेन नि गाडी गर्नु पाउँदैन है। बालेर खोइ होला र। पानी छिटायो है। ठिकै छ अलिअलि त। खुसी भएर चाहिँ पानी पऱ्यो भने धान्छ पानीको सायद राम्रो भनेर हुँदैन होला। हुँदैन होला बाबा। भाइको दिन्छु। हावाले गर्दा हावा चल्नु थाल्यो। पर्यो पर्यो पानी। झरीवाला पर्यो भने त झाउँछ नि। त्यो पत्ती बलेको बेलामा यसो जस्तै छ। ठिकै छ एकछिन त बल्यो होइन। पर्फेक्ट पर्फेक्ट। ल ओके लेट्स स्टार्ट है। अब ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। ल ओके अब केक काट्नु पर्यो। विश गर्नु पर्यो त है। बहिनी ल अब यस्तो मौका पाएका त म विश चाहिँ गर्नै पर्ला। बहिनी उस गर्नु। ओके ल विश एकछिन। आपको चाहिँ मिस्टर बिङको छोरीले चाहिँ के मागे भन्दा नि बहिनीको भ्लग भन्नु न दिदी। कति प्रगति होस् भनेर मैले मागेँ है। मैले चाहिँ सुस्वास्थ्य र दीर्घायुको कामना गरेको छु। ल थ्याङ्क यू बहिनी। दिदी यहाँ आउनु, यहाँ आउनु समाजमै दुईजना। ल सँगै ल उल्टो भयो उल्टो भएर त्यो नाइफ चाहिँ हजुर होइन। ए हुन्छ हुन्छ काट्नु काट्नु हस् ल। ल बहिनी हावा नि कम फिर्छ। तपाईँहरूले इच अदरलाई खुवाउनुहोस्। पहिला म दिदीलाई किन तपाईँ सिनियर भयो दिदी। तपाईँ सिनियर हो नि त। तपाईँको बर्थडे आज ह्याप्पी बर्थडे टु यु। गड ब्लेस यु एन्ड आई ब्लेस यु। थ्याङ्क यू दिदी। थ्याङ्क यू दिदी। ल खै दिदीलाई मिठो रहेछ केक त। दिदी ह्याप्पी बर्थडेको धेरै धेरै शुभकामना। तपाईँको रोगहरू सब भट्टा जाओस्, दीर्घायुको आयु हुनुहोस् दिदी है। ओके पर्फेक्ट। तपाईँहरू पछाडि हेर्नु त, पानी हेर्नु त, पानी उता पानी आएको। दामी यो चाहिँ हामीलाई ब्लेसिङ दिएको अरे। छिर्का यता आएको कि हेर्नु है त्यहाँ देख्नुभयो म। हो रहेछ। पानी आएको देख्नुभयो उता। बर्खा हो नि त छोरा राजा बर्खा हो। केक पनि मिठो छ। केक त ल आउनु सबैजना। खै म यहाँ यता गर्छु।
तपाईँलाई खुवाइराखेको दिदीले पाएँ मैले यता नानीलाई वेलकम बहिनी वेलकम ल अब हामी केकहरू बाँडौँ ए हामी त पर्दैन बाँडौँ है बाँडौँ एकैछिन थ्याङ्क यू बर्थडेमा छोरालाई मिठो खुवाएको दिदीलाई पनि खुवाउनु ल ल हामी खाना दुईजनाको बर्थडेमा तिमीलाई मुखमा दिदी सुन्यो दिदीले नै खुवाउँदा पाएँ ल ल यो दिदीको यो मेरो जस्तो लाग्यो अर्को कसको यो छेमा यो सेकेन्ड चाहिँ मेरो यो हो सेकेन्ड मेरो हो त्यो अर्को चाहिँ हुन्छ दिदी काटिदिनु नि त है यो चाहिँ आनीको म यहाँ खिच्दै गर्छु एक-एकवटा पिस यो राख्नु नि यो तपाईँको मेरो ए यो मेरो अरू चाहिँ आन्टीले खान्छ अरू के चाहिँ त्यही दिउँ होला कि अरू होला है हुन्छ मजाले भाइको है हजुर हजुर ए गर्नु होइन त्यो पनि खाने मिठाई नै हो त्यो पनि मिठाई नै हो त्यो यो मिठाई यो पनि मिठाई यहाँ चाहिँ फुलहरू छ नि त यहाँ चाहिँ बस्ने ठाउँ रहेछ बहिनी यहाँ चाहिँ फुल आउनु है बहिनी झन् ठुलो खानु पनि होइन हामी उदाखेरि मलाई पनि थोरै हजुर थियो ए अनि नयाँ खोलाको बन्दै रहेछ कस्तो राम्रो हेर्नु न पाहाडको जस्तै है बहिनी दामी दिदी बाहिर त्यो के भन्छ नि बरन्डा बरन्डा अनि बुजुले त्यो सुन्छ थ्याङ्क यू बाबु अनि ये देख के दिल झूमा ले प्यार ने अंगड़ाई दीवाना हुआ बादल सावन की घटा छाई ये देख के दिल झूमा मैले त त्यस्तै मौसम पनि त्यस्तै माथिबाट त्यो बादल झर्दा झन् कति राम्रो देखिरहेछ ठिक्क टाइममा आएछौँ हामी माथि लेखमा जस्तो तो मेरी तकदीर न थी तुम सा जो कोई महबूब मिले दिल आज खुशी से पागल है दिल आज खुशी से पागल है ए जान वफा तुम खूब मिले ए जान वफा तुम खूब मिले दिल क्यों न बने पागल क्या तुमने अदा पाई ये देख के दिल झूमा ले प्यार ने अंगड़ाई दीवाना हुआ बादल जज्बात का एक तूफान
बादल बरसों से खिज़ां का मौसम था, बरसों से खिज़ां का मौसम था, वीरान बड़ी दुनिया थी मेरी, वीरान बड़ी दुनिया थी मेरी, हाथों में तेरा आंचल आया के बहार आई, ये देख के दिल झूमा, ले प्यार ने अंगड़ाए। दीवाना हुआ बादल, सावन की घटा छाई, ये देख के दिल झूमा, सबै छेकिसकेको छ। पानी मसिनो सिमसिम आल्ला कस्तो यति दामी कति आउँछ उसको बनाएर त यस्तो भयो हावै कस्तो राम्रो छ यो त छैन यहाँ के नि मकै भुटेर खानुपर्ने खैपर्छ है तातो मगाएन ल घर त अँधेरो भयो बहिनी अँधेरो भयो त ढाक्यो सिमको छिनमै अँधेरो घर तुवालोले गोरे माथि हाम्रो सन्जोको दादीको लेखेको छ दीवाना हुआ बादल आबाद मेरे दिल की नगरी, बरसों से खिज़ां का मौसम था, बरसों से खिज़ां का मौसम था, वीरान बड़ी दुनिया थी मेरी, वीरान बड़ी दुनिया थी मेरी, हाथों में तेरा आंचल आया के बहार आई, ये देख के दिल झूमा, ले प्यार ने अंगड़ाए। दीवाना हुआ बादल, सावन की घटा छाई, ये देख के दिल झूमा। I just wonder that. घाटो त अब कोही छैन त्यही भएर पो पसिरहेको तपाईँ त्यो बाँसिरहन्छ हामीलाई हेऱ्यो भने पनि आमाले त्यो रक्सी बटल हेरेर रोकिहाल्ने अनि गर्दाखेरि पिरो त छैन बाबु पिरो छैन बस्नु है आन्टी त धेरै खोर्सानी खाँदैन ठिकै बाबु
मेरो पानी खोलाहरू 10 मिनटको अनि बिरयानी त्यता वरिपरि हामी सबैले थाहा छ वरिपरिको कुमारीपट्टि जाउँदा जाउँदा चाहिँ घाँटी बाहिर लगाएर तर झुकेर चाहिँ जाँदिनँ अब भन्यो पापर पोके छ कि नेपाली पापड अब बनाउनु भ्याउँदैन नेपाली पापड पकाउँछ त्यही लगाउँछ नेपाली पापड चाहिँ पापर युट्युबमा खाएको रहेछ नि अनि आफू ठाउँ जस्तो लाग्छ अब राम्रै राम्रो कहिले साउन्ड अलिक आउँछ र डक्टरलाई देखाउनु अरू पाइन्छ खालको चल्छ म त देखाउनु खुवाउँछ यसले बिचरा आमालाई मनपर्छ भनेर त्यो पोक बेलीहरू के बाहिर बाहिर त्यो पोक बेली हुन्छ नि होइन घरमा पनि लिएर आएर पहिला बोइल गर्नु न दिदी मजाले बोइल गर्नुहोस् कि बोइल गरेपछि त्यसको त्यो नचाहिने बोसहरू सबै जान्छन् गरेर बल्ल मसिनो काटेर फेरि मजाले भुटेर पकाउनु अनि भुट्नुहोस् कि तेल नहालिकन भुट्नुहोस् अनि त्यसैको तेल निस्किन्छ नि अनि तेल फालिदिने क्या त्यो तेल फेरि फालिदिने अनि त्यसमा मसलाहरू लगाएर खाने म त पनि बाँच्नु त कहिले तेल लाउँदैन छिटो मैले खाँदा छिटो आइसक्नु भयो त आन्टी भाइ छिटो खाँदा छु आलु धरी नल्याएको पनि यो आजै हो खाएको आलु खाने चलन छैन हाम्रो के भन्छ चोले त्यो इलेक्ट्रिकवाला छ नि त्यो ढापा गर्ने त्यसमा आलु बनाएर हामी खाएको छौँ कि बहिनी झोलको मोटो छ बढी छ डालाको त्यस्तो जिउको यस्तो मोटो अहिले यस्तो घट्दैछ भन्छ अहिले अलिक मोटाएको बहिनी अनि सधैँ खाँदिनँ भने यहाँदेखि बुनी त बहिनी मेरो एकदमै त्यो नसाको रोगले नै गर्छ होइन नसक्छ क्या भाइ अनि म त्यही भएर यो फोक मलाई त्यो गाह्रो हुन्छ है बहिनी कहाँ हुन्छ दिदी मलाई त त्यो त्यस्तो यो जानवर चाहिँ के हिँडे जस्तो लाग्छ है अनि त्यस्तो हुन्छ मलाई चाहिँ त्यस्तो हुन्छ दही दिदी दही त खाइरहन्छ नि घरमा पनि दिदी भने त अब त्यो डेकोरेसन गरेको ये देख के दिल झूमा ले प्यार में अंगड़ाए दीवाना हुआ बादल सावन की घटा छाई ये देख के दिल झूमा ले प्यार में अंगड़ाए दीवाना हुआ बादल सावन की घटा छाई ये देख के दिल झूमा ले प्यार में अंगड़ाए